चार समयलाई राम्रो गरी बुझ्न सक्ने विश्व कम्युनिस्ट आन्दोलनको विषयमा मसिनो स्टडी गरेर रुसमा विघटन भएको यहाँको कम्युनिस्ट पार्टी किन विघटन हो त्यसको अध्ययनको एउटा परिणाम स्वरूप उहाँले जनताको बोल्ने जनताको एउटा नयाँ विचार प्रस्तुत गर्नुभयो। लेनिनले दुःख गरेर लेनिनको पुस्ताले सङ्घर्ष गरेर लडाइँ लडेर त्यहाँको चार साइडसँग लडेर प्राप्त गरेको त्यो विजय र कम्युनिस्ट व्यवस्था मिखाइल गोर्बाचोभमा पुग्दाखेरि समाप्त हुने ठाउँ। कम्युनिस्टहरू सबभन्दा धेरै सुविधा भोगी हुन पुगे, सबभन्दा राम्रो लाउनु पर्ने, सबभन्दा मिठो खान पर्ने, समाजले निषेध गरेका चिजहरूसँग इन्जोय गर्नुपर्ने, त्यस्तो खालको सम्पूर्ण चिजहरूले कम्युनिस्ट पार्टीका नेताहरूलाई घेर्यो, जसले बिस्तारै बिस्तारै रुसमा कम्युनिस्टहरू पलौटी हुँदै गएर त्यही मौका छोपेर त्यहाँको सोभियत सङ्घ विघटनको मिखाइल गोर्बाचोभको पालाबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो। विघटन यो चिजको इतिहासको राम्रो आफ्नो समीक्षा गरिएको छ। भारतमा चारुल मजुमदार जानी दुश्मन की कलम कर दो, वन मैन वन स्क्वाड वन एक्सन को सूत्रबाट सुरु भएको 28 सालको छापा विद्रोहको एउटा लेसनको रूपमा सुरुवात भयो। भारतीय मार्क्सवादी पार्टी बिस्तारै बिस्तारै पुरानो लाग्दै जाने गरेको आजको तपाईँ त्यति बेला एउटा दृष्टान्तलाई पनि राम्रो अध्ययन गर्नु। चीनमा 1949 मा कम्युनिस्ट पार्टी स्थापना भए पश्चात माओले शासन गर्दा कालमा देखिएका थिए त्यसका हिरोहरू, लम्बी अभियानसँग जोडिएका कुराहरू, त्यहाँको ग्याङ अफ फोकसँग जोडिएका कुराहरू, त्यहाँको सामाजिक परिवर्तन र त्यहाँको आधार संरचनामा ल्याउने परिवर्तनको श्रृङ्खलाबाट आजसम्म विकास भएको चिनिया कम्युनिस्ट पार्टीको इतिहासलाई पनि राम्रो अध्ययन गरिएको। चाहे त्यो पेरुको गोन्जालोको क्रान्तिको कुरा होस्, चाहे त्यो क्युबाको फिडेल कास्ट्रोको क्रान्ति होस्, यी सबै मोमेन्टलाई र उत्तर कोरियाको कम्युनिस्ट आन्दोलनको सन्दर्भ जहाँ र स्केन्डेनेभियन मुलुकहरूमा स्थापना भएको कम्युनिजम र बिस्तारै बिस्तारै त्यसले आफूलाई रूपान्तरण गरेको कथाको कुरा होस्, यो सबै चिजहरूको सार संक्षेपको रूपमा नेपाली कम्युनिस्टहरूले आफ्नो मोडेलको कम्युनिजम, आफ्नो अवस्थाभित्रको रणनीति तय गर्ने उद्घोष